स्नेहाकी आमाको जन्मदिन पनि आयो। त्यही दिन सानो हुँदाको स्नेहाको साथी र उनको बुबाको साथी आउने र मिल्यो भने कुरा अघि बढाउने भनेर स्नेहाको बुबाले भोजभन्दा अघि स्नेहालाई भन्नुभएको थियो। स्नेहा चाहिँ यो कुरा सुनेर असन्तुष्ट थिइन्। उनलाई आमा बुबासँग बस्न नै राम्रो लाग्थ्यो, तर बुबा आमाको खुसीको लागि उनी त्यो केटालाई भेट्न राजी भएकी थिइन्। तर मनमा भने स्नेहाले त्यो व्यक्तिलाई इन्कार गरेकी थिइन्। स्नेहा मनमनै कल्पनामा त्यो छातालाई सम्झिन् अनि त्यो अज्ञात व्यक्तिलाई पनि सम्झिन थालिन् र अन्तिमचोटि भए पनि भेट्न पाए हुन्थ्यो भनी सोच्न थालिन्। त्यही बीच उनको घरको ढोका खुस अनि स्नेहाले ढोकातिर हेर्दा उनी अवाक हुन्छन्। उनलाई आफ्नो आँखामा विश्वास नै लाग्दैन कि उनले कसलाई देखिन्। उनी त्यही व्यक्ति थिए जसले त्यो रात स्नेहालाई छाता दिएका थिए। स्नेहा अचम्मित थिइन् र साथमा उनले आफूलाई भाग्यशाली पनि सम्झिन्, किनकि उनको यो चाहना पूरा भएको थियो। त्यस व्यक्तिको नाम किरण हो। स्नेहालाई केही समयपछि थाहा भयो कि उनको बुबाले भनेको केटा किरण नै रहेछन्। किरण र स्नेहा सानैदेखिका साथी हुन्। केही कारणले गर्दा उनीहरू अलग भएका थिए। किरण त्यति बेला र अहिले धेरै परिवर्तन भइसकेका थिए। यो थाहा पाएपछि उनको अस्वीकार गर्ने निर्णयले उनको दिमागबाट ठाउँ छोडिसकेको थियो। भोजभरि स्नेहाको नजर किरणतर्फ मात्र अडिएको थियो। किरण एक असल व्यक्ति थिए र सबै त्यहाँ भएका आफन्तहरूले पनि किरणलाई मन पराएका थिए। उनीहरू दुईजना त्यस दिनदेखि एकअर्कालाई भेट्न थाले अनि सँगै धेरै समय बिताउन लागे। स्नेहा अलि नादान थिइन् र बेला बेलामा किरणले मलाई छोड्यो भने भन्ने जस्ता कुरा दिमागमा खेलाउने गर्थिन्। किरणले उनलाई खूब माया गर्थे। किरणले स्नेहाको खुसीको धेरै ख्याल राख्ने गर्थे। किरणको स्नेहाप्रति केही गुनासो नै थिएन। उसको यही बानीले उता स्नेहाले आफ्नो मनमुटु किरणलाई दिइसकेकी थिइन् र आफ्नो पुरै जिन्दगी किरणसँग बिताउने निर्णय गरिसकेकी थिइन्। उनीहरू एकअर्कासँग खुसी साथ जीवन बिताउँदै थिए, तर अगाडि उनीहरूले कल्पना पनि नगरेको कुराले प्रतीक्षा गर्दै थियो, जसबाट उनीहरू अनजान थिए। एक दिन स्नेहालाई अचानक मुटु दुख्न थालेर उनी अस्पताल गइन्। डाक्टरले उनलाई रिपोर्ट भनिदिए, जसको कारण सबै दुखी भए। रिपोर्टबाट थाहा भयो कि स्नेहाको मुटुमा सानो विवर रहेछ। स्नेहाको आमा बुबाले आत्तिदै सोच्छन् यो रोग कहिलेसम्म निको हुन्छ भनेर, तर डाक्टरले भने कि यदि मुटुको प्रत्यारोपण गरेन भने धेरै समयसम्म जीवित रहन असम्भव छ। उनी निकै दुखी भइन्। किरणलाई यो बारेमा केही थाहा थिएन। स्नेहाले किरणलाई यो बारेमा भन्न खोज्थिन्, तर किरणले देख्दा उनी केही भन्न सक्थिन। समय बित्दै गयो र पनि स्नेहाले किरणलाई केही भनेकी छैनन्। स्नेहा एक दिन यत्तिकै सोचमा डुबेर बस्दा अचानक अस्पतालबाट कल आउँछ। कलबाट आएको खबरले स्नेहाको निराशालाई उडाएर लैजान्छ। डाक्टरले खुसीको खबर सुनाउँछ कि उनको मुटुको प्रत्यारोपण गर्ने समय र दाता भेटिएका छन्। स्नेहा मुटु प्रत्यारोपणको लागि खुसी साथ जान्छन्। अब किरणलाई केही भन्न नपर्ने भयो र सधैँ साथमा रहन पाउने स्नेहालाई ढुक्क भयो। आज बल्ल झरी थामिएको जस्तो छ। बिहानसम्म पानी पर्दै थियो। हुन त अझै आकाश खुलेको त छैन।
त तिमी यहाँ छेउ। हेलो, कस्तो छ तिमीलाई? के भयो तिमीलाई? सिचुएसन गम्भीर देख्छु त। त्यो कारणले होला। आई एम सरी, म त्यस समय तिमीसँग थिएन, तर म खुसी छु म तिम्रो सपना पूरा हुँदै गरेको देख्न सक्छु। तिमी किन माफी माग्छौ? मलाई थाहा छ तिम्रो मजबुरी। तिमीले पहिले नै मेरो लागि धेरै कुरा गरिसक्यौ। मलाई तिमी प्रति केही गुनासो छैन। गुनासो यो छ कि म अहिले धेरै टाढो र एक्लो महसुस गर्छु। मम्मी हेर्नु न मेरो बलुन। ओए रुक न। बाबु नदौड, चोट लाग्ला। बिस्तारै बाबु। मेरो बलुन ओड्यो। छोड्यो बाबु। उडेको कुरालाई अब कसले नै रोक्न सक्छ र? पछि अर्को किन्दिउला। त्यसको साटोमा हेर तिम्रो लागि के छ मसँग। हेर चकलेट। हस् मम्मी, तर मलाई त त्यही बलुन चाहिएको थियो। सायद त्यो संसारको नियम नै होला। केही पाउँदा आफ्नो बहुमूल्य केही गुमाउनु पर्ने। निराशको जरीले च्याप्पै समातेको छ। आउने बेला च्याट जीपीटीसँग सोध्न पनि भुलेछु। हाउ टु मोटिभेट समवन। सोच किरण, सोच। आयो केही त। फेरि गयो। होइन अब त आयो स्योर। एटलिस्ट सी वन्ट बी स्याड आशा गर्छु। निराश रहनु उनको लागि राम्रो हुँदैन। धेरै सोचले कपाल झर्छ रे। हेर तिमीले पाएको यो बहुमूल्य उपहार र अवसर हो। यसलाई यसरी उदास भएर व्यर्थको हुन नदेऊ। तिमी खुसी रहेको नै तिम्रो परिवार र म देख्न चाहन्छु। मुटु प्रत्यारोपण क्रियाकलापको कारण स्नेहालाई केही हप्ता 10 दिन जति अस्पतालमै राखियो। स्नेहाको आमा बुबा उनलाई हेर्न उनको साथमै थिए, जसले गर्दा स्नेहा खुसी थिइन्। तर पनि स्नेहालाई दुःख लागेको थियो कि किरण एकचोटि पनि स्नेहालाई कस्तो छ भनेर सोधपुछ गर्न पनि आएनन्। तर पनि किन स्नेहालाई किरण नजिकै भएको महसुस हुन्थ्यो। एक दिन स्नेहा बाहिर अस्पतालको छतबाट बाहिरको प्रकृति हेरिरहेकी हुन्छन् र त्यस्तैमा किरण आउँछन् र किरणले भन्छन्, कस्तो छ तिमीलाई? म लेट आयो है तिमीलाई भेट्न। केही भएन, तिमी आयौ यही नै मेरो लागि ठुलो कुरा हो। अब म सधैँ तिम्रो साथमा नै हुनेछु। किरणले स्नेहाको हात समातेर आफूसँगै लैजान्छन् र त्यहाँ स्नेहाले आफ्नो मनको कुराहरू भन्छन्। मैले तिमीलाई आफ्नो बारेमा चाँडै भन्न पाएन। कतिचोटि भन्न खोज्दा पनि सकिनँ। केही हप्ता दिन तिमीलाई देख्न र भेट्न नपाउँदा निराश भएकी थिएँ। अब तिमी मेरो साथमा हुँदा मलाई केही चिन्ता छैन। अब म खुसी छु। सधैँ खुसी हुनु, म तिमीसँग नै छु। केही बाधा किरण बोल्दा बोल्दै म हिँड्न तिमीलाई थाल्छ। साथ दिनेछु। तर स्नेहा किरणलाई भेट्न सकिरहेकी हुँदिन। जस्तो लाग्ला, तर यस्तो दिन उनले पनि किरणलाई चाँडै रोक्न आउनेछ खोज्छिन्, जब तिमी तर र म आवाज निस्कदैन सधैँको लागि एकसाथ र रहनेछौँ। किरण हावामा गायब हुन्छन् र स्नेहाको सपना टुट्छ। स्नेहा आफूलाई अस्पतालको बेडमा भेट्टाउँछिन्। सपना पुरहेछ भनेर उनी फेरि ढल्कन्छन्। भोलिपल्ट बिहान उनको डिस्चार्ज हुने समय पनि आयो र उनलाई अस्पतालबाट डिस्चार्ज गरियो। अब हेर पानी पर्ला जस्तो गरेको छ। हामी घरतिर लाग्नुपर्छ। सबै कुर्दै होलान्। किरण र स्नेहा सँगै घरतर्फ हिँड्न थाले। यस्तैमा अचानक चर्को हावा र पानी सिमसिम गर्दै पर्न थाल्यो। स्नेहाले छाता जो किरणले पहिलो भेटमा दिएका थिए त्यो खोल्छिन्
तर हावाको कारण स्नेहाको हातबाट त्यो छाता उडाएर लैजान्छ। किरणले रुक म छाता लिएर आउँछु भनेर छाता लिन दौडान्छन्। स्नेहा खुसी हुँदै डाक्टरको अफिसमा जान्छन्। डाक्टरले स्नेहालाई मेडिसिन प्रिस्क्रिप्सनहरू दिन्छन् र उनले के गर्दा हुन्छ र के गर्नु हुँदैन भनेर सल्लाह दिन्छन्। स्नेहाको मनमा भने उनलाई मुटु दिने मान्छे को हो भनेर जान्ने जिज्ञासा हुन्छ र त्यही बीचमा उनले सोच्छिन् कि उनलाई मुटु दिने मानिस चाहिँ को हो। तब डाक्टरले फाइल निकालेर हेर्छन् र भन्छन् उनी ब्रेन ट्युमरको बिरामी हुन्। उनलाई थाहै नभई उनको कन्डिसन लास्ट स्टेजमा पुगिसकेको रहेछ। उनीसँग केही हप्ता र धेरैमा 1 महिना मात्र थियो। उनको र तपाईको ब्लड ग्रुप म्याच गरेको हुनाले उनले अर्गान डोनेट गरेका थिए। उनले तपाईको बारेमा पनि थाहा पाए। हामीले भनेका थियौ एन्ड ही एक्सेप्टेड दिस। फाइनली भन्नुपर्दा उनी ब्रेन ट्युमर बिरामी हुन्। स्नेहा निराश हुँदै ओ र उनको नाम चाहिँ के होला भनेर सोच्छिन् र डाक्टरले भन्छन् उनको नाम चाहिँ किरण हो। किरण हो। स्नेहाको खुट्टाबाट जमिन भाँसिए जस्तो भयो। उनले आफ्नो सपना पनि याद गरिन्। डाक्टरले भनेका थिए कि अब किरण यो पार्थिव संसारमा छैनन्। स्नेहाको केही दिन अगाडिको रङ्गीन जीवन आज अचानक अन्धकार बन्न पुगेको थियो। हुन त शीतल हावाले कति बेला ठुलो हुरीको रूप लिन्छ, कसले पो भन्न सक्छ र। नपत्याउँदो खोलाले बगाउँछ भन्थे, सायद यही होला। स्नेहाको हातबाट त्यो छाता उडेर जान्छ। किरणले रुक म छाता लिएर आउँछु भनेर छाता लिन दौडन्छन्। तर स्नेहालाई थाहा छ अब न त छाता न त किरण नै फर्केर आउनेछन् र यो सबै स्नेहाको कल्पना मात्र थियो। त्यो झरीमा स्नेहा रुच्दै हिँड्न थाल्छिन् र उनी छिटो छिटो घर जानलाई हिँड्छिन्। बादलबाट झरेको पानीले रोक्ने नाम लिएको थिएन, न त स्नेहाको आँखाबाट आँसु नै रुक्ने नाम लिएको थियो। अचानक उनको खुट्टा अड्किएर लोट्न पुग्छिन् र केही बाधा आउलान् तर म तिमीलाई साथ दिनेछु। अहिले केही कारणले म तिमीदेखि टाढो भए जस्तो लाग्ला, तर यस्तो दिन पनि चाँडै आउनेछ जब तिमी र म एकसाथ हेर्दैछु आज नटुङ्गिने बाटोमा एक्लै। सपनाको रङ्गीन आकाश आज बेरङ्गीन देख्दैछु। तिमी र म हुने सँगै सँगै पिडो लाग्यो, नटुङ्गिने बाटोमा उडो लाग्यो। सपनाको रङ्गीन आकाशमा बिताउला पलहरू, बनाउला यादहरू, बसौला सधैँ दुई सबै एकजना बनी। Tiम्रो